नमस्ते सबैजनालाई हामी प्रेरण सरगम स्वागत सिन्हा आज गर्नु मन लागेको छैन मलाई लिरिकल फ्लो के गर्ने हो ब्रो कुरा यस्तै हो लाइक समय शान्तको कुरा गर्नु खोज्छु म तर पनि मन लाग्दैन आज भोलिमा मोरल बेस कुरा कसरी पनि पछाउँदैन ब्रो म आफै पनि डिसिप्लिनमा नभएर हो तिमीहरूलाई पनि सहज तरिकाले प्रस्तुति दिन नखोजेको किनभने यस्तो चाहिँ तरिका पूर्व पश्चिम उत्तर दक्षिण मैले सुनेको थिएँ देशको स्थिति हुँदाखेरि त यस्तै लाग्छ जस्तै कि मर्ने सतीहरूले सडाप थिइन् हाम्रो देशमा गाँसबास कबास जलस्रोत भरिपूर्ण तर पनि यहाँ परिपूर्ति गर्न चाहनाहरू मान्छेले खोजेको हो कि बान मलाई केही पनि थाहा छैन मलाई नसोधन ब्रो कुरा यस्तै नै हो अलिकति लोक भाकामा पो अबदेखि प्रस्तुति हुने बेला हो होइन र ब्रो किनकि सबैको आफ्नो हुँदो रहेछ रोजाइ माई गड मान्छेको के खालको यस्तो बोलाइ लजास्पद विषयहरू जहिले पनि सफल गर्नलाई मोरल दिन चाहदिनँ आई मिन नैतिक बेस कुराहरू किनकि इन्टरटेनमेन्ट चाहिन्छ सबैलाई अनि इन्टरटेनमेन्टको कुराहरूमा मात्र मिल्ने गर्छ यहाँ बधाई सबैलाई भाइरल हुन मन लाग्छ आइडलको केही पनि छैन भ्यालु जेरोको पनि भ्यालु खोज्दैन हो हिरोहरू तिमीहरू किन बिलियन नै हुनु खोजेको कि तिमीहरूले भिलियनरी च्याप्टरहरू नै रोजेको हुन त ठिकै हो ब्रो मान्छेहरूले यस्तै मापदण्ड मात्र खोज्छन् जुन समय सान्दर्भिक कुराहरूको प्रसङ्ग नै जोडिएको हुँदैन त्यसैको गहिराई नाप्छन् ब्रो अनि त यसरी नै अलपत्रमा पर्छ आउँछ धेरै बाधा अनि अड्छ थाहा छैन के कुराहरू पढ्छ इतिहासको कुराहरू त पढ्ने छोडेर ब्रो त्यही भएर त उनीहरूको दिमाग यस्तै खालको प्रतिरोधमा आइपुग्यो समयले सिकाउँदा हुन्छ गाह्रो भन्ने कुरा कता कता सुनेको थिएँ मैले पनि आजकल त म दिनदारे देख्छु अँध्यारो के भएको एमाले दिएको छ सूर्य कङ्ग्रेसले दिएको छ रुख फेरि सागपात फल्न छोड्यो पो नेपालमा कसरी खाने होला त्यो राष्ट्र तरकारी गुन्द्रुक अब त राखेको ब्रो जस्तै कि अब जानुपर्छ होला गान्तोकतिर ब्रो गुन्द्रुक पनि नहाल्ने बेला भइसक्यो किनभने एग्रिकल्चरल डिपेन्डेन्ट देशमा खेतीपाती नै हुन छोड्यो होइन सबैले खेतीपाती छोडेर किन खोज्दै जाँदैछन् जोड जम्मा गर्नलाई भिटा तिमीहरूलाई थाहा छैन के खुबी छ तिमीसित एकचोटि पहिचान गर आफ्नो खुबीलाई अनि मात्र सहज हुन्छ जिन्दगी जिउनलाई राम्रो काम गरेर पाउँछु तिमीहरूले बधाई हुन त मेरो पनि खोर्छ धेरै आउलाउनाहरू धेरै छ मलाई मैले अलिअलि भनिदिएकै हो हुन त तपाईँहरूले पनि सुन्दैकै थियो किनभने धेरैवटा रुखहरू चाहिन्छ बन्नलाई सराय तर एक काटे सरायले सबै जङ्गल सखा है किनभने मान्छेले यहाँ लगाउन थाले नखार जस्तै कि म एकदमै ह्यान्सी म एकदमै राम्रो म एकदमै प्रबल व्यक्तित्व भनेर गरिरहेको हुन्छ उनीहरूलाई भाइरल कामहरू तर के गर्नु ब्रो यहाँ भाइरल हुने खालको नामहरू हराए आजको हर खोली लहर पनि धाउँदैछ आज पनि खोलीहरूलाई पहिचान गरी उत्खनन गर्नुपर्छ सधैँभरि समयले सबै कुरा दिएको छ त कतिखेर पानी पर्नु पर्ने कतिखेर हावा चल्नु पर्ने कति बेला चाहिन्छ घाम अब अफ सिजनै फलाउने हो भने फलहरू तपाईँहरू कतातिर जाम भनेर सोचेर त होला ती खाडीतिर हात हालेको लेट्स गो मैले तपाईँहरूलाई पर्सनल्ली ट्रिट हानेको होइन मेरो पनि चस्मा लाउने बेला हो ओके लेट्स गो चस्मा लगाएपछि लास्ट म जान्छु त्यसैले साथ पुऱ्याइ उत्तर दक्षिण पूर्व पश्चिम है छाएर पनि घुम्दै रहन्छ बेला बेला आफ्नै लाइफ परिरहेको छु जोखिम अब म कस्तो खालको प्यानल यहाँ खोल्ने त्यसको च्यानलहरू त राम्रो छैन मेरो पनि तर पनि नराम्रो कुरा भन्दा पनि राम्रो कुरा हामी पहिलेदेखि नै बोल्थ्यौँ लाख एकदम रस लाग्दो छ मेरो पनि बानी नराम्रो त नराम्रो कुराहरूको अलिकति मापदण्डहरू केलाएर हेर्नु भने कुराहरू हुन्छ तर प्रसङ्गमा किन मेरो पनि अलिकति एटिट्युड देखिँदैछ त्यस्तै खालको तर पनि चस्मा उतार्दै